सबलाई जय मसीह। हालेलुया। हामी सब ठिक छौँ? यहाँ सबैजनालाई आजको वचन फेरि पनि म एकदमै वेलकम भन्न चाहन्छु अनि म अगाडि बढ्न चाहन्छु ढिलो नगरिकन। यो दिनहरूमा हामीले धेरैभन्दा धेरै शक्तिशाली परमेश्वरको वचनबाट हामीले हेर्दै आइराखेका छौँ र म यसरी विश्वास गर्छु तपाईहरु एकदमै धेरै अपडेटिङ भइराख्नु भएको छ आत्मामा। हालेलुया। केमा? आत्मामा अपडेटिङ भइराख्नु भएको छ, नयाँ भइराख्नु भएको। तीनवटा बप्तिस्माको विषयमा हामीले सुन्दै आएको थियौँ। कुन विषय भन्नुस् त? पानीको बप्तिस्मा, आगोको अनि पवित्र आत्माको बप्तिस्माको बारेमा, हैन? बुझ्नुभयो? कतिजनाले छुट्याउनु भएको छ युट्युबमा भिडियो छँदैछ। तपाईले दोहोऱ्याइ तेह्रै सुन्नुहोस्, हैन? जति धेरै सुन्यो त्यति धेरै छुटेको कुरा पनि तपाईले प्राप्त गर्न सक्नुहुन्छ। मैले पनि सुन्छु, दोहोऱ्याइ तेह्रैकन सुन्छु। अब मैले अपलोड गरेको फर्स्ट पर्सन व्यक्ति भएको हुनाले गर्दाखेरि म सुन्नु मिल्दैन अपलोड गरेको भिडियो। मैले चाहिँ अपलोड गरिसकेको भिडियो मसँग हुन्छ, त्यो चाहिँ भिडियो मैले सुनिराखेको हुन्छ, है? सबैजनाको भिडियोहरू मैले सुनिराखेको, जतिवटा अपलोड भइराखेको छ त्यो भिडियोहरू मैले सुन्ने गर्छु। र तपाईलाई म यो रिक्वेस्ट गर्छु, तपाईहरु दर्शक नबन्नुहोस्। दर्शकको चाहिँ कमी छैन ल संसारमा। दर्शक जति छ संसारमा, तपाईले दर्शक कति भेट्नुहुन्छ हुन्छ, तर म तपाईलाई विश्वास गर्छु तपाई दर्शक नबन्नुहोस्। तपाई सुन्ने श्रोता बन्नुहोस् अनि कार्य गर्ने व्यक्ति बन्नुहोस्, जसलाई चाहिँ सिकाइ भन्छ, सिक्ने व्यक्ति बन्नुहोस्। बाइबलमा यीशु ख्रीष्टले के भन्नुभयो? बाइबलमा यीशु ख्रीष्टले यसरी भन्नुभयो, तिमीहरू चाहिँ वचन सुन्ने र सिक्ने हौ, जसलाई चाहिँ यसले भन्नुभयो चेला भनेर भन्नुभयो। दर्शकलाई भन्नु भएन है, भिडलाई भन्नु भएन, तर सुन्ने अनि सिक्ने व्यक्तिहरूलाई चाहिँ यसले के भन्नुभयो? चेला। कम्ती छैन, कम छैन, बडाबाजी छ। दर्शक त कति भेट्नुहुन्छ तपाईले, तर तपाईहरु सुन्ने यहाँ दर्शक तपाईहरु हो भन्ने म विश्वास गर्दिनँ। किनभने हामी यति साह्रो बिजी छौँ, व्यस्त छौँ। कतिजना छ नाइसियो अहिले भएर जाने छिर्ने? 1 जना, 2 जना, 3 जना, 4 जना, 5 जना। हेर्नुहोस् त, म यहाँबाट के बुझ्छु भन्देखिलाई तपाईहरुको भित्र यति साह्रो तृष्णा छ त्यो, हैन? जुन तृष्णाले चाहिँ तपाईलाई तानिकन ल्याएको छ यहाँनिर, अनि त्यो तृष्णा चाहिँ परमेश्वरले के गर्नेवाला छ? भर्ने वाला हुनुहुन्छ। र अस्ति पानीको बप्तिस्मा अनि पवित्र आत्माको बप्तिस्मा र आगोको बप्तिस्माको विषयमा जतिजना सुन्नुभयो र रिसिभ गरिकन विश्वास गरिकन तपाईले पक्रिनु भयो भने तपाईको लागि यो ढोकाहरू खुल्दै आउनेछ। र अहिले चाहिँ भाग 2 मा इट्स ओके, नो प्रब्लम, हामी बिस्तारै सिक्दै अगाडि बढ्नेछौँ। मैले तपाईलाई भने तपाईहरु यहाँनिर दर्शक पनि नबन्नुहोस् अनि यो सेवालाई तपाईले जस्ट एउटा भेला हुने ठाउँलाई पनि नसम्झिनुहोस्, तपाईले यसरी सम्झिनुहोस् यो चाहिँ अपर्च्युनिटी हो। आत्माको विषयमा हामी सिक्दैछौँ, हैन? पवित्र आत्मा, अब अस्ति नै अलिकति तपाईलाई रिमाइन्ड गरौँ, पानीको बप्तिस्मा, पवित्र आत्माको बप्तिस्मा र आगोको बप्तिस्मा, यो मोस्ट इम्पोर्टेन्ट है। यो तपाईले बिर्सिनु हुँदैन यो ल। तपाईले मैले अघि पनि भने जतिजना अस्ति हुनुहुन्न तपाईले होप च्यानलबाट तपाईले सुन्नुहोस्, त्यो यो छुटाउनु हुँदैन। यो भने किनभने यो कस्तो हो भनेदेखिलाई मुटु हो नि त। यो मुटु त जब छुटाएर फोक्सोको कुरा गर्नु मिल्दैन हामीले, हैन? किन त्यो पार्ट मिल्दैन नि त। पार्ट मिलेन भने चाहिँ मान्छे हिँड्नु सक्दैन हो। मृगौलाको ठाउँमा मृगौलै लगाइदिनु पर्छ, मुटु लाएर हुन्छ? हुँदैन नि त। खुट्टा लगाइदियो भने के हुन्छ? हजुर, आँखा ठाउँमा कान लगाइदिनु हुन्छ? हुँदैन नि त। पार्ट मिल्नु पर्छ है प्रियहरू, बुझ्नुहुन्छ? पार्ट मिल्नु जरुरी छ। आमेन। अब यसो हुँदै गर्दाखेरि अस्तिको त्यो फेलोशिपमा तपाईहरु जतिजनाले पवित्र आत्मा, आगो, जतिजना तपाईले रिसिभ गर्नुभयो, पवित्र आत्माको बप्तिस्मा तपाईले रिसिभ गर्नुभयो, यो रिसिभ गर्ने व्यक्तिहरुको लागि चाहिँ यो अस्तिबाट स्टार्ट भएको के हो? सेसन हो। र साह्रो मजाको कुरा के छ भन्दाखेरि नि, तपाईले बोतलमा जे चिज हाल्नुभयो, जुन कुरा बोतलमा हाल्नुभयो त्यो बोतल त्यही बन्छ। साह्रो मजाको कुरा। एउटा पानीको बोतल लिएर आउनुहोस्, त्यसमा दुध हाल्नुहोस्, तपाईले त्यो पानीको बोतल भन्नुहुन्न, दुधको बोतल भन्नुहुन्छ हो।
अनि तपाईँ यस्तो व्यक्ति जब तपाईँले पवित्र आत्माको आगोलाई रिसिभ गर्नुभयो नि, अब तपाईँ साधारण व्यक्ति हुँदै होइन। अब तपाईँ पवित्र आत्मालाई तपाईँले एक्सेप्ट गर्नुभयो, स्वीकार्नुभयो, विश्वास गरिकन पक्रिनु भयो। सबैजनाले पक्रेको छैन है, तर पक्रिनुपर्छ भन्छु म। र जसले पक्रिनु भयो नि, हो त्यो पक्रिने व्यक्तिभित्र चाहिँ अब यो कुराहरू चाहिँ इम्पार्ट हुनु जरुरी छ। यो 9वटा कुराहरू इम्पार्ट हुनु जरुरी छ। अनि सजिलो छ, जतिजनाको व्यक्तिभित्र जतिजना तपाईँ जतिजना रिसिभ गर्नुभयो भन्नुहुन्छ, म पवित्र आत्मालाई विश्वास गर्छु भन्नुहुन्छ र तपाईँले विश्वास पनि गर्नुहुन्छ, तर यो कतिवटा कुरा, अस्ति प्रेमको कुरा अनि आनन्दको कुरा, जोगाइको कुरा हामीले गर्यौँ। हो यो कुरा चाहिँ तपाईँको जीवनमा देखिएन भने चाहिँ समथिङ रङ। अस्तिको समाउने बेला नि तपाईँले कि त पुरै समाउनु भएन, कि त समाएर पनि छोडिदिनु भयो। बुझ्नुभयो? यसकारण त सेन्सिटिभ हो त हामी। तपाईँले एक्लै हो न, तपाईँ रुममा तपाईँ एक्लै हो, काम गर्दा तपाईँ एक्लै होस् न, तर तपाईँले माहौल चाहिँ नि परमेश्वरसँगको त्यो घनिष्ठतालाई राखिराख्न सक्नुहुन्छ। कारण त्यो हो नि त मैले भनेको। सङ्कष्टमा पनि नि अहिले भरे आउँछु म। सङ्कष्ट तपाईँलाई एकदमै साह्रो छ, तपाईँको जिन्दगी चाहिँ आँसुमा डुबेको छ, त्यो समयमा पनि नि त्यो जोय अफ द लर्डलाई नि, त्यो फिलिङ्सलाई तपाईँले क्रिएट गरिराख्न सक्नुहुन्छ। जब त्यो कुराले तपाईँले गुमाउनुहुन्छ नि प्रियहरू, अनि चाहिँ तपाईँ बुतुल एक्लै हो। रियल एक्लो हो त्यो तपाईँ त्यो। अनि त्यो रियल एक्लोलाई चाहिँ नि शैतानले पनि यसो भन्नु पर्दैन, आइज न हौ अब तर म मित लगाऊ भनी बस्नु पर्दैन। त्यो मितै हो। शैतानले यसो भन्नु पर्दैन, अब जाउँ ल एक्लै डिप्रेसनतिर जाउँ भन्नु पर्दैन। किनभने त्यो जोयलाई उसले के गर्यो, गुमाइपठायो, आनन्दलाई गुमाइपठाएको कारणले गर्दाखेरि आनन्द चाहिँ साह्रो मजाको कुरा छ है। आनन्द चाहिँ नि, अब आनन्दको चाहिँ अस्ति मैले साह्रो मजाको कुरा गरेको थिएँ नि त होइन। आनन्दको चाहिँ सोर्स छ, के छ अरे, के छ, आउने मुहान छ नि त, आउने मुहान छ, जग्गा छ, स्थान छ। अब त्यो मुहान र जग्गालाई तपाईँले बिर्सेपछि तपाईँबाट त्यो आएको अभिषेक, आएको शक्ति के भयो, बिस्तारै निभ्यो। यसकारण वचनले भन्छ पवित्र आत्मालाई ननिभाऊ भन्नु खोजेको, निभ्दुम रहेछ नि त। म पनि बस्छु ल। अब पवित्र आत्मामा अगाडि बढेको आफैले महसुस गर्नु पर्ने हुन्छ। मैले यहाँनिर चिसो कुराहरू छोएँ भने मलाई कस्तो फिल हुन्छ? हता हुन्छ, आछी हुन्छ नि त। अन्त मैले रन्कीको फलाम पक्रेँ भने के हुन्छ? हजुर तातो हुन्छ नि त, हता हुन्छ। प्रतिक्रिया हो नि त यो चाहिँ, बुझ्नुहुन्छ? अब पवित्र आत्माको आगोले म भरे भन्नुहुन्छ तपाईँहरू, म भन्दै हिँड्छु भनेदेखिलाई नि त्यसको प्रतिक्रिया चाहिँ के हो? मजाको कुरा छ नि त। हजुर प्रतिक्रिया नै छैन। पवित्र आत्माले भरि अन्य भाषा हिँड्छ मान्छे हो, अन्य भाषामा रिमा सोको रोहन्दरा मान्दे रुब्रो मोहसोको दामी हो, तर जीवनमा चाहिँ के छ त्यो छैन, देखिँदैन। धेरैजना व्यक्तिहरू यसो मैले यो छुटाउनु हुँदैन। धेरैजना व्यक्तिहरू चाहिँ चर्चमा आएपछि मात्रै अपडेट हुन्छ। चर्चमा आएपछि अपडेट, वाउ हालेलुया रामा सोखोरो म रामे, मैले तिम्रो जीवनमा नि यस्तो तिर्को रामसँग जिउ न तिमी। यहाँ आएर अपडेट भयो नि त, यहाँ फेलोसिपमा आएर अपडेट भयो क्या। के कहाँ रियल बोल न, रियल बोल्नुहोस् तपाईँ भाइ, रियल बोल्नुहोस् बहिनी। कस्तो भयो तपाईँ, कस्तो रियल बोल्नुहोस् कस्तो भयो नि।
नाटक सब नाटक हो त्यहाँ। मसँग म त पुरा चिन्छु, म सबै चिन्छु। त्यसै 40 क्रस गरेको व्यक्तिहरू सेवकाई गर्दै गर्दै प्रभुमा अगाडि हिँड्दै हिँड्दै हो यस्तै थुप्रै कुराबाट मलाई के गर्ने महसुस दिनुभएको छ परमेश्वरले, मौका दिनुभएको छ सिक्ने। राम्रो हो, स्वभावमा बोल्नु राम्रो हो, मैले त्यसको विरोध गरेको होइन। के भन्छ एउटा संस्कारमा बोलेको राम्रो हो होइन। अन्त कस्तो बनावटी चाहिँ नगर्नुहोस्, बनावटीले मैले अघि चिनिसकेको हुन्छ। अस्ति कहिले हो मैले बोलिरहेको थिएँ, पवित्र आत्मामा तपाईँ जिउनु सुरु गर्नुहुन्छ भनेदेखिलाई चाहिँ तपाईँ नाटकीय तरिकाले जिउन सक्ने हुन्न, तपाईँ रियल लाइफलाई जिउन सक्नुहुन्छ। तपाईँले आराधना गर्नुभयो भने पनि तपाईँले नाटक तरिकाले आओ हालेलुया प्रभु तपाईँ यति साह्रो प्रेमी भन्नुहुन्छ भने त्यो रियल भनेको हुन्छ हो। तर धेरैचोटि चाहिँ हाम्रो आराधना कस्तो भइरहेको हुन्छ, हाम्रो प्रार्थना कस्तो भइरहेको हुन्छ भने चर्चमा आउँदा चाहिँ प्रभु तपाईँ वाह यति साह्रो दामी प्रभु आई लभ यु भन्छ हो। त्यहाँदेखि भरे एक हप्ता बिर्स्यो त्यो आई लभ यु, कसलाई भनेको अब परमेश्वर पनि कन्फ्युज नै भयो हजुर, क्रिस्चियस नै कन्फ्युज नै भयो बिचरा। पछि लागिन्छ प्रभु क्रिस्चियस पछि घरि कता कता पुऱ्याउँछ क्रिस्चियन हो, घरि कहाँ कुन चाहिँ भट्टीमा पुऱ्याउँछ, घरि खैनी खानेमा पुऱ्याउँछ, घरि यता नि कस्तो बोल्छ होइन। कतिवटा समूहहरू तपाईँलाई थाहा छ नि होइन, बिचरा क्रिस्चियस पछि यसैले छोड्छु भन्नुभएको छ त, छोड्नु नि त होइन। अनि बाइबलले यसो पनि भन्छ पवित्र आत्मा पनि तपाईँ भित्रै हुनुहुन्छ, ऊ बसिरहनुहुन्छ अरे के। यति साह्रो दामी उहाँहरू चाहिँ, यति साह्रो दामी हो। यसकारण नि पवित्र आत्मा परमेश्वर चाहिँ नि बुझ्नुहुन्छ, उहाँ व्यक्ति एज अ पर्सन हुनुहुन्छ तर पनि नि तपाईँ भित्रै चुप लागेर उहाँले बस्नुहुन्छ। भावनात्मक कहिले पनि उहाँले बनाउनुहुन्न तपाईँलाई, मलाई पवित्र आत्माले भावनात्मक आना रुने 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 भरे जिङ्ग्रिङ हजुर बुझ्नुभयो। प्रभु तपाईँलाई धन्यवाद, प्रभु तपाईँलाई धन्यवाद, सिङ लिएर उठिरहेको हुन्छ भाइहरू। तेरोमा एकैतालमा दाँतहरू झार्दिउँ सिङ लिएको हो नि त, दाँतले बङ्गरा झार्ने हो भने नि त्यो बङ्गरा चाहिँ नि उहिले युज भइसकेको छ, जसले चाहिँ कति हजार गधाको बाङ्राले मान्छे मारिसकेको छ। त्यो भन्दा शक्तिशाली चाहिँ पवित्र आत्माले एफएसीको 6:2 पवित्र आत्माको तरवार ल्याऊ भन्छ। अब यो तरवारको विषयमा म एक दिन आउँछु, साह्रो शक्तिशाली छ यो ल, एक दिन आउँछु। यति साह्रो दामी कुरा छ त्यसमा। त्यो तरवार चाहिँ नि त्यो बङ्गरा होइन नि त, बङ्गरा इज बङ्गरा, त्यो बङ्गरा हो। तर पवित्र आत्माले चाहिँ नि तरवार दिनुभयो अरे, शक्तिशाली हतियार दिनुभएको छ। म त्यता पनि जान्दिनँ। अब मैले भन्दै थिएँ जब तपाईँ जे हो जेले भरिनु भएको छ त्यही तपाईँ देखिनुहुन्छ भनेको चाहिँ त्यसकै प्रभाव तपाईँको जीवनमा आउँछ। वचनले यसो भनेको छ, के भनेको छ भनेदेखिलाई तिमी भित्र जे छ त्यो बाहिर निस्कि आउँछ, प्रकट हुन्छ भनेको छ है बाइबलले ल। अनि तपाईँभित्र अब के भरिएको छ त्यो चाहिँ मैले तपाईँलाई सोध्नु, तपाईँले मलाई भन्नु भन्दा पनि आफैले आफूलाई निहाल्नु एकदमै जरुरत छ हो। मैले ठुल्ठुलो कुरा गर्दै हिँडेर केही पनि फाइदा छैन। तर तपाईँ भित्र को हुनुहुन्छ त्यसलाई चिनेर त्यसलाई मौका दिएर तपाईँ हिँड्नुभयो भने तपाईँ पक्कै पनि भोलि केही न केही गर्न सक्ने व्यक्ति हुनुहुन्छ। आमेन। अब यस्तो भन्दै गर्दाखेरि जब पवित्र आत्मालाई तपाईँले पक्रिनु भयो, समाउनु भयो र विश्वास गर्नुभयो र एक्सेप्ट गर्नुभयो र आफ्नो जीवनमा रिलिज गर्नुभयो भने सबैभन्दा पहिला चाहिँ तपाईँ एक्लो फिल गर्नुहुन्छ, एक्लो फिल गर्नुहुन्छ। एक्लो फिल गर्नुहुन्छ, एक्लो फिल गर्नुहुन्छ। किन भन्दाखेरि नि पवित्र आत्मा तपाईँ भित्र आउनु भएपछि, पवित्र आत्मामा तपाईँ जिउनु सुरु गरिसक्नु भएपछि पवित्र आत्माले अराए अनुसार तपाईँ हिँड्न सुरु गर्नुहुन्छ
पवित्र आत्माले मन परेको कुरा तपाईँले हेर्न सुरु गर्नुहुन्छ। पवित्र आत्माले मन परेको कुरा तपाईँले सुन्नु सुरु गर्नुहुन्छ। पवित्र आत्माले मन परेको गर्ने कुरा गर्न सुरु गर्नुहुन्छ। यसो गर्दाखेरि चाहिँ तपाईँ अलग्गै एक्लै हुन सुरु गर्नुहुन्छ। किनभनेदेखिलाई नि धेरैचोटि साथीहरूसँग तपाईँको कुरा मिल्नु छोड्छ। हिजोसँग मिल्दै थियो है, हिजोसम्म ठिकै लाग्दै थियो, यस्तो हो हामी त यस्तो उस्तो हो भन्ने ठिकै लाग्दै थियो। तर जब तपाईँ पवित्र आत्मालाई तपाईँले एक्सेप्ट गर्नुभयो, स्वीकार्नुभयो र विश्वास गर्नुभयो र च्याप्पै समाउनु भयो भने नि त्यसले ठिकै भनेको होला हिजोको कुरा, तर आज तपाईँ गलत लाग्न सुरु गर्छ। बुझ्नुहुन्छ? तपाईँ एक्लै फिल गर्नुहुन्छ, महसुसको कुरा गर्दैछु मैले। अब तपाईँ पवित्र आत्माले म भरिए पवित्र आत्मामा म विश्वास गर्छु भन्दै हिँड्नुहुन्छ, तर तपाईँले एक्लो फिल गर्नुहुन्न, सबैसँग उस्तै तरिकाले जीवन जिउनुहुन्छ। तपाईँले त्यसको केही त्यस्तो केही 19 को 20 पनि तपाईँको जीवनमा भएको छैन भनेदेखिलाई तपाईँले आफूलाई के गरेको हो? ढाँटेको हो। म एकदमै सिम्पल भाषामा सिम्पल तरिकाले मैले तपाईहरुलाई यो कुरा बताइदिइराखेको छु। एउटा भर्स पढौँ न हामी ल। सबै किसिमको खराबीबाट अलग बस। अब खराबी सँगै तपाईँ पवित्र आत्माले भरिनु भयो, खराब कुराले पनि भरिनु भयो भने त्यो लाइफ चाहिँ आत्मिक स्पिरिचुअल लाइफ होइन, त्यो चाहिँ शैतानिक लाइफ हो, शारीरिक लाइफ, संसारिक लाइफ हो। त्यो चाहिँ किन डिफेन्ड हो नि त, मिल्दैन नि त, मिल्नै सक्दैन। त्यसो भएको हुनाले गर्दाखेरि तपाईँ पवित्र आत्माको अभिषेक भएको व्यक्ति म भन्दै तपाईले महसुस पनि हुन्छ, तपाईलाई त्यस्तो लाग्छ भनेदेखिलाई तपाईँ यो कुरा थाहा हुनु जरुरी छ। तपाईँ आफैले यो कुरा बुझ्नु जरुरी हुन्छ कि म अलग व्यक्ति हो, म अलग्गै हुनुपर्छ भन्ने कुरालाई तपाईँ मैले थाहा पाउनु पर्ने हुन्छ व्यक्तिगत रूपमा। अब अर्को कुरा छ, पहिलो कोरिन्थी 15:33 मा यसो लेखिएको छ, भ्रम नपर, खराब संगतले राम्रो चरित्रलाई नष्ट पार्छ। हेर्नुहोस् त, अब पवित्र आत्माले म भरिए, पवित्र आत्माको बप्तिस्मा ममा भएको छ भन्दै म हिँडे र एक्चुअली मेरो जीवनमा त्यो भएको पनि हो भनेदेखिलाई पनि मेरो संगत चाहिँ मैले सुधार गरेको छुइनँ, मेरो बाटोलाई मैले सुधार गरेको छुइनँ। मैले बोल्नु पर्ने, मैले खानु पर्ने, मैले हेर्नु पर्ने, मैले गाउनु पर्ने, मैले सुन्नु पर्ने सम्पूर्ण कुरालाई चाहिँ मैले चेन्ज गरेको छुइनँ भनेदेखिलाई, बाटो अलग गरेको छुइनँ भनेदेखिलाई म के हो भन्नुहोस् त, असल व्यक्ति बन्न सक्छु? सक्दैन नि। म कस्तो व्यक्ति बन्न सक्छु भन्दाखेरि म खराब व्यक्ति बन्न सक्छु। किन भन्दाखेरि मेरो सँग चाहिँ को छ? असल चरित्र बोक्ने व्यक्तिसँग छैन। यो एकदमै इम्पोर्टेन्ट कुरा ल तपाईहरुको जीवनमा, मेरो जीवनमा। मैले यो कुरालाई कहिले पनि बिर्सिनु हुँदैन जब म पवित्र आत्माले भरिएको छु भन्दै हिँड्छु भनेदेखिलाई र विश्वास गर्छु भनेदेखिलाई। अब यसो हुँदै गर्दाखेरि धेरैचोटि त्यागिएको जस्तो पनि लाग्छ हामीलाई। हेर्नुहोस् है, धेरैचोटि एक्लै फिल भएको, एक्लो हो म, मलाई कसैले पनि याद गर्दैन भन्ने तपाईलाई मन लागेको हुन सक्छ। पवित्र आत्माको अगुवाईमा तपाईँ म यदि हिँड्नु सुरु गर्छौ भनेदेखिलाई एकदमै महत्त्वपूर्ण कुरा हो प्रियहरू, साह्रो महत्त्वपूर्ण कुरा। तपाईँ र मेरो जीवनमा नि एक्लै, यो साह्रो मजा अर्को कुरा पनि छ, के छ भनेदेखिलाई एक्लो फिल गर्नु, फिल हो यो चाहिँ, एक्लो चाहिँ फिल गर्ने कुरा हो, तर एक्लो तपाईँ हुनु हुन्न। तपाईँ अलग्गिनु भनेको चाहिँ व्यक्तिहरूसँग अलग्गिनु होइन, महत्त्वपूर्ण कुरा है। खराब व्यक्तिहरूलाई अब घृणा गर्न सुरु गर्नु हो भन्नु खोजेको होइन है मैले। खराब संगत गर्ने व्यक्तिहरूसँग तपाईले घृणा गर्न सुरु गर्नु, त्यो व्यक्तिलाई तथानाम भन्दै हिँड्नु सुरु गर्नु भनेको होइन, तर त्यो व्यक्ति, त्यो झुण्डबाट चाहिँ आफूले के गर्नु, सट्टै अलग गर्नु। तर प्रेम चाहिँ त्यो व्यक्तिलाई के गर्नु, गरिरहनु। दामी कुरा होइन भन्नुहोस् त, कस्तो राम्रो कुरा। परमेश्वरले चाहिँ नि संसारलाई
बिग्रेको, भत्केको, नाश भएको, पापी देखेर आउनु भएको हो नि त। बुझ्नुहुन्छ? उहाँले सुन्दर कुरा संसारमा केही पनि भेट्नु भएन र नै आउनु भएको हो। तर यसको स्वयंले पनि नि थुप्रै भिडहरूको बीचमा आश्चर्य कर्म गर्दै गर्दाखेरि पनि एक्लै परमप्रभु परमेश्वरले ख्रीष्ट येशूले आफूलाई कहाँ लानु भएको छ? डाँडामा लानु भएको छ। घरिघरि डाँडामा लानुहुन्छ। एक्लै गयो भन्छ येशू ख्रीष्ट। थुप्रै मत्ती मर्कुस लुकामा लेखेको छ। किन? वाइ? प्रश्न छ नि त। यसकारणले गर्दाखेरि नि तपाईँ र म यो एक्लो हुने, यो अलग गर्ने, जब तपाईँले बाहिर भेट्नुहुन्छ भनेकोलाई नि तपाईँ त्यो खराब व्यक्तिको सङ्गतबाट अलग हुनुहोस् र सङ्गत त्यो खराब व्यक्तिहरूलाई तपाईँ त्याग्नुहोस्। खराब विचार भएको व्यक्तिहरूलाई तपाईँले माया गर्न सक्नुहुन्छ, तर त्यो खराब व्यक्तिहरूको सङ्गतलाई तपाईँले गर्न सक्नुहुन्छ, अलग हुन सक्नुहुन्छ। आमेन। अब म अगाडि बढ्छु एकदमै छिटो गरिकन। र अब अस्ति हामीले कुन सिक्दै थियौँ अरे? प्रेम र आनन्दको कुरालाई हामी सिक्दै थियौँ। अब प्रेम र आनन्दको बातमा चाहिँ कुन कुरा लेखेको छ त्यहाँनिर? शान्तिको कुरा लेखेको छ, होइन? शान्तिको कुरा लेखेको छ। अब यो शान्तिको विषयमा हामी हेर्नेछौँ। यतिखेर एउटा खण्डलाई हामी पाठ गरौँ, यूहन्ना 14:27। तपाईँ सबैजना निकाल्नुहोस्, स्क्रिनमा सायद आउँछ होला। शान्ति म तिमीहरूसँग छोडिदिन्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिन। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। कसले भने? हजुर? हेलो, कसले भने हो पछाडि भाइहरू? हजुर? येशू ख्रीष्ट स्वयंले भन्नुभएको है। साह्रो दामी कुरा है। के भन्ने फेरि पढ्छु ल म। शान्ति म तिमीहरूसँग छोडिदिन्छु भन्नु खोजेको चाहिँ शान्ति कोसँग रहेछ? येशू ख्रीष्टसँग, परमेश्वरसँग रहेछ नि त, होइन? अनि ख्रीष्ट यसो स्वयंले भन्दै हुनुहुन्छ, अब म यस संसारबाट म जाने बेला भयो, म स्वर्गतर्फ जाने बेला भयो, तर म जाँदै गर्दाखेरि चाहिँ तिमीहरू साह्रो भयभीत हुन्छ, साह्रो शक्तिहीन र आशाहीन हुन्छ, पक्कै हुन्छौ, मलाई थाहा छ। तर सबै कुराहरूबाट तिमीहरू हुनु नपरोस् भनिकन चाहिँ म तिमीहरूलाई के छोडिदिन्छु? त्यो शान्ति कोसँग छ? ख्रीष्ट येशूले भन्नुभएको, म मेरो शान्ति तिमीहरूलाई के गरिदिन्छु अरे? छोडिदिन्छु। अनि त्यो शान्ति चाहिँ कसको कहाँको जस्तो होइन अरे? संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिन। भन्नु खोजेको चाहिँ संसारले पनि के दिँदो रहेछ? शान्ति दिँदो रहेछ, होइन? संसारले पनि के दिँदो रहेछ? शान्ति दिँदो रहेछ। धेरै पैसा कमाएर कसैलाई गाडी किन्यो भने वाह शान्ति हो, होइन? अब शान्ति चाहिँ परमेश्वर ख्रीष्ट येशू स्वयंले मसँग छ र यो शान्ति चाहिँ म तिमीलाई के गर्छु अरे? छोडी राखिदिन्छु। तर संसारले दिए जस्तो होइन। संसारले चाहिँ एकछिन चाहिँ तिमीलाई के गर्छ अरे? शान्ति दिन्छ, जोय गर्न लाउँछ, आनन्द गर्न लाउँछ, तर त्यसको बादमा रामदुलाई हनुमान फुलाइ हुन्छ। यसको मैले रिसर्च गर्दैछु एक्चुअली के हो भन्ने कुरा रिसर्च गर्दैछु। रामदुलाई हनुमान फुलाइ चाहिँ कस्तो भएको हो भनेर मैले त्यसको रिसर्च गर्दैछु। मैले रिसर्चमा छ। अनि तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस् भनिकन चाहिँ परमेश्वरले के दिनुभयो? तपाईँले मलाई शान्ति दिनुभयो। अब सुन्नुहोस्, पवित्र आत्माले तपाईँ र म भर्यौँ, पवित्र आत्माको बप्तिस्मा भयो, पवित्र आत्माको आगोको बप्तिस्मा भयो मेरो जीवनमा भनेदेखिलाई देखिनु पर्ने अर्को एउटा नम्बर 3 को चाहिँ देखिनु पर्ने कुरा के रहेछ तपाईको मेरो जीवनमा? के रहेछ? शान्ति। 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 मैले अनुहारमा हेरेको कारण चाहिँ यस कारण हो किनभने अस्ति जहिले तपाईले रिसिभ गर्नु भएको छ नि, या वाउ हालेलुया प्रभु तपाईलाई धन्यवाद। पवित्र आत्माको आगो मैले विश्वास गरिकन मेरो जीवनमा भएको छ, पवित्र आत्माको बप्तिस्मा मेरो जीवनमा भएको छ भनेर तपाईले भन्नु भएको छ। र अहिले मैले भन्नु लागेको छु किन भन्दाखेरि नि हो त्यो व्यक्ति
को जीवनमा चाहिँ नि यो शान्ति हुनुपर्छ, यो पिस हुनुपर्छ। अब भोलि यहाँनिर नि निदा अहिले त शान्ति 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 भन्दै आउनुभयो होइन, भोलि कुचु म राईको छोरा, मलाई राम्रोसँग थाहा छ कि जाँड बिग्रिँदा कस्तो हुन्छ भन्ने कुरा। हेलो भाइहरू बहिनीहरू, कतिजना तपाईँले बनाउनु भएको छ जाँड? गुरुआमा बनाउनु भएको छ जाँड? बनाउनु भएको छैन नि त, प्रायः ल। तर जतिजना जाँड बनाउनु भयो नि, जाँड बिग्रियो भने यस्तो दामी बिग्रिन्छ कि जाँड, बाफ्रे सुँगुरको चारो हुने हो। जाँड चाहिँ नि खोलिसक्दाखेरि नि त्यो भित्र बसिसक्नु हुँदैन नि त। जाँड बिग्रिएपछि चाहिँ नि त्यो अर्कै हुँदो रहेछ। बुझ्नुभयो? बुझ्नुभयो? अब अहिले तपाईँले कति मजाले होइन, कति मजाले भन्नुभयो परमेश्वरको यस्तो के छ, को हुनुहुँदो रहेछ? शान्ति शान्ति शान्ति। अब यो अनुहारहरू सबै मैले यहाँ बसुन्जली र घरमा फर्केर गइन्जल पनि म विश्वास चाहिँ फेसबुकको गर्दिनँ। टिकटक त मेरो मसँग छँदै छैन, आई डोन्ट नो टिकटक के हो मलाई थाहा छैन। फेसबुकको हाँसोलाई म विश्वासै गर्दिनँ होइन। त्यो त यस्तो गरेर मेरो फोटो खिचिदिनु त मुस्कान झुट हो त्यो। अनि केही फोटो खिच्दैन, ए हाँस्नुहोस् न हाँस्नुहोस्। अब हाँस उठेको छैन, कसरी हाँस्नु हजुर? अनि बङ्गलाहरू कहाँबाट आइपुगेछ कि 25 भन्ने सिकाएको छ। मलाई पनि एकचोटि त उहाँएर त्यहाँनिर होइन सबैजनाले 25 भन्नुहोस् त, 25 भनेको त अलिकति हाँसेको जस्तो हुँदो 25 हुँदो रहेछ नि त। त्यसबाट के फोटो खिच्नुलाई पो रहेछ 25। म खिच्दिनँ त्यस्तो त्यो 25 भन्यो भने। 25लाई चाहिँ नि 25 भन्छ हजुर। यस कारणले म विश्वास गर्दिनँ। म विश्वास यो गर्छु कि तपाईँहरूलाई भेट्दाखेरि तपाईँको अनुहारमा चाहिँ नि त्यो शान्ति देखियो। हालेलुया। यति साह्रो शक्तिशाली कुरा छ त म बिस्तारै जान्छु, मलाई हतार छैन भनिसक्यो नि होइन। नभ्याएको अर्कोचोटि जान्छु बोल्छु। तर तपाईँले बुझेको चाहन्छ कि आमेन। किनभने तपाईँ सुन्ने र सिक्ने व्यक्ति, सिक्ने व्यक्ति जहिले पनि के अरे चेला। हालेलुया। तपाईँहरू चाहिँ नि दर्शक, मैले भन्दा पनि नि ख्रीष्ट येशूले पनि त्यो चाहनुहुन्न कि। ख्रीष्ट येशूको नेचरमा एउटा कुरा छैन, नेगेटिभ भन्ने कुरा छैन। तर ख्रीष्ट येशूको उहाँको स्वभावमा चाहिँ नि परमेश्वरको स्वभावमा चाहिँ यदि नेगेटिभ हुने हो भनेदेखिलाई नि यसो भन्नु सुहाउँछ होला सायद, दर्शकलाई उहाँले घृणा गर्नुहुन्छ भन्नु सुहाउँछ होला कि। तर यो घृणा गर्ने शब्द नै उहाँसँग छैन नि त। साह्रो दामी कुरा होइन। हालेलुया। अनि तपाईँहरूमा चाहिँ बिग्रेको जाँड जस्तो ढाइ के भएको एक्टिङ कस्तो राम्रो छ मेरो। यताबाट आयो एउटा विश्वासी, अर्कोतिर होइन। जयमसी त्यही छ नि मान्छे होइन, जयमसी हो। त्यसलाई भन्नु सकेकै छैन उसले, किन बिग्रिसक्यो नि त भित्र। पिस चाहिँ नि उडाइ पठायो। बुझ्नुभयो? यहाँनिर तपाईँ आज जतिजना हुनुहुन्छ तपाईँहरू बिग्रेको जाँड नहुनुहोस् है हजुर। सबैको जाँड पनि नहुनुहोस्, तर शान्ति परमेश्वरले मैले तिमीहरूलाई छोडिदिएको छु, म लगेर जाँदिनँ। यो शान्ति मसँग छ, तर यो शान्ति मैले स्वर्गमा लगेर मेरो केही काम छैन। बरु यो चाहिँ मैले यसको निड चाहिँ, यसको आवश्यकता चाहिँ मैले तिमीहरू देखेँ। मैले यो आवश्यकता यो शान्ति तिमीहरूलाई छोडिदिइरहेको छु। तर एउटा कुरा याद गर है ल, एउटा कुरा याद गर है। यो शान्ति चाहिँ नि खबरदार तिमीले संसारसँग साटौला, नसाट्नु ल। किनभने संसारले दिने यस्तो होइन नि, यो त स्वर्गको। आमेन। यसकारण म तिमीलाई सुटुकै शान्ति दिइरहेको छु। पक्रिरहेका शान्ति राखिराखेर भित्र, अनि तिमी हाँस्दै हिँडिरहेका। तँलाई भन्छ तर त्यसको अगाडि तँले मुस्कुराउन सुरु गर्छस्, वा हाँस्न सुरु गर्छस्। किनभने त्यसलाई, त्यही वर्डलाई चाहिँ तँले शान्तिमा चाहिँ बदल कस्तो हुन्छ? अशान्तिको उल्टो के हुन्छ? शान्ति। शान्तिको अर्को
अपोजिटिभ वर्ड भन्छ नि त्यसलाई, के हुन्छ भन्नुहोस् त? अशान्ति, होइन? तपाईँ त्यो ठाउँमा आइपुगेको व्यक्ति बन्नु भएको छ किनभने तपाईँभित्र के छ? शान्ति छ। शान्ति तपाईँभित्र भएको हुनाले गर्दाखेरि त्यो वर्डलाई तपाईँले कसरी सुन्नुहुन्छ भन्नुहोस् त? ए चोर, चोरको नचोर। सो म दुखित हुनुपर्ने कुरा छ? किन त्यसले मलाई चोर भन्यो? त्यसको मैले के खाइदिएको थिएँ? त्यसको भन्दा त मेरो अनुहार राम्रो छ, मै इन्सान देख्छु, त्यसलाई पक्क भन्दै हिँड्नु पर्यो? हजुर पर्दैन नि त। किन भन्दाखेरि तपाईँभित्र शान्ति छ। आमेन। अनि यो शान्तिले अर्को एउटा भर्स पढौँ ल, सावधान चाहिँ गलाती 5:13 लाई पाठ गरौँ। भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाएका हो, केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, तर प्रेममा तिमीहरू एक अर्काको सेवक बना। साह्रो दामी कुरा हो यो। भाइ हो, तिमीहरू त के हो अरे? स्वतन्त्र पाएको व्यक्ति। स्वतन्त्र के हो? फुक्का। किन फुक्का भन्नुहोस् त? किन स्वतन्त्र भन्नुहोस् त? भन्नुहोस् न, किन फुक्का, किन स्वतन्त्र तपाईँहरूमा? किन? वाइ? किन भन्दाखेरि नि तपाईँभित्र चाहिँ शान्ति छ। शान्ति चाहिँ अशान्तिबाट तपाईँ शान्ति छु भन्दै हिँड्नु सक्नुहुन्न। तपाईँभित्र शान्ति छ, तपाईँ छुटकारा पाएको व्यक्ति जस्तो। तपाईँभित्र रोग छ, कष्ट छ, थुप्रै कुराहरू छ, तपाईँ हाँस्दै हिँड्नु सक्नुहुन्छ। हे बरीलाई टाङटी टाङटिङ टाङटी टाङटिङ टाङ भन्दै हिँड्नु सक्नुहुन्छ? हजुर किन हो? मलाई तपाईँ एकदम एक्साइटेड हुनुहुन्छ? हजुर तपाईँ एक्साइटेड हुनु भने चाहिँ म के गर्नुपर्छ? खासमा बिचारा पास्टरहरूको चाहिँ म कुरा बुझ्छु कि पास्टरहरूलाई कति मार परिरहेको छ भन्ने कुरा। खासमा यस्तो गर्नु पर्दैन पास्टरहरूले, के हो होइन? तर उनीहरूलाई नि तपाईँको अनुहारले नि उनीहरूलाई के गर्नु लाउँछ पास्टरलाई, के बुझ्नुहुन्छ? घरि बोकाएको कथा सुनाउनु लाउँछ हो, घरि त्यो ढल्किँदै ए परीक्षाबाट बचाउनु भन्नु लाउँछ हो। त्यो खासमा पास्टरहरूलाई भन्नु केही पनि जरुरत छैन है, केही जरुरत छैन। तर तपाईँको अनुहारले गर्दाखेरि भन्नु लाग्यो हुन्छ है सबै। हो दिन्छु म त जेसुकै भन्न त्यहाँ उफ्रिने एकछिन कराएर त्यहाँ समय भेटेपछि गइहाल्छस् नि। बुझ्नुभयो? बिचारा म पास्टरहरूको अरू पनि यसो म सुन्छु कि थुप्रै पास्टरहरूको, अनि के भनिरहेको हुन्छ पास्टरजीहरूले कि जुन विषयदेखि अब अहिले पनि म कहाँ पुगिसकेँ हेर्नु त। विषय मेरो यो हो, विषय मेरो होइन, अनुहारले गरे के, तपाईँको अनुहारले गरे। विषय के सुन्दैछ अरे फेरि? पिस, शान्ति, जोय। आमा सुन्दैछ अनुहार फल। बेला बेला बङ्गालीहरूको मुख धुवाई मलाई ठिक लाग्छ। यसरी धुन्छ नि उनीहरूले नि पान्थाहरू। नेपालीहरू मुख धोएका रे पान्थाहरू। लुखा लुखा खा लुखा सतार शुद्ध पार। अनि विश्वासीहरूले नि धुनु सिक्नुपर्छ भन्छ। हरेक विश्वासीहरूले नि अब शान्तिमा अनुहार धुनुपर्छ ल, शान्तिमा। अनि ऐना राख्नुहोस्, यताउति ऐना राख्नुहोस्, अनि मजाले छ्यापछ्याप मुसुक्क हाँस्नु। शान्ति दाजु नि रानी इन्द्रे शान्ति दाजु नि धुनुहोस्, यसरी मजाले धुनुहोस् हो। बुझ्नु दिदीबहिनीहरू? त्यसो गर्नुहोस्। सात पत्र त्यो मेकअप लाएर शान्ति आउँदैन हो भाइहरू, होइन? शान्ति आउँछ? 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 अब के बनाएको मार्च आर्ट बन्नु खोजेको नि, अब के आउँछ? आउँदैन नि। महत्त्वपूर्ण कुरा होइन? बुझ्नुभयो? सरल ला, सरल एकदम सरलमा सिकाउने व्यक्ति हो नि त, एकदम सरलमा।
यति भन्दा पनि तपाईँले बुझ्नु भएन भने चाहिँ नि तपाईँहरूले गधा कथा सुनाउनु पर्छ मैले। अब हेर्नुहोस् है, स्वतन्त्र चाहिँ त्यो व्यक्ति कतिखेर हुन सक्छ भन्दाखेरि जब त्यो व्यक्तिभित्र शान्ति आयो, जब त्यो व्यक्तिभित्र पवित्र आत्माको फलहरू मध्येको वरदानहरू मध्येको एउटा वरदान त्यो भित्र इम्पार्ट भयो, त्यो विश्वासीभित्र इम्पार्ट भयो, त्यो विश्वासीभित्र इम्पार्ट भयो, त्यो विश्वासीले त्यो कुरालाई पक्रियो, शान्तिलाई पक्रियो भनेदेखिलाई त्यसको जीवनमा चाहिँ एक्चुअली यो आउँदो रहेछ, त्यो रिफ्लेक्सन हुँदो रहेछ। त्यो व्यक्तिलाई तपाईँले जेसुकै भनेर गाली गर्नुहोस्, तपाईँले याद गर्नुहोस् थुप्रैजना व्यक्तिहरू, थुप्रैजना क्रिस्चियनहरू कतिजनालाई तपाईँले के नाना तथा न भन्नुहोस्, तर त्यसको रेस्पोन्स चाहिँ, त्यसको प्रतिक्रिया चाहिँ केही पनि हुँदैन, त्यो मान्छे शान्त हुन्छ। है, नोट गर्नु भएको छ तपाईँले? कतिवटा पास्टरलाई यति साह्रो गाली गर्दैन नि होइन, तँ पास्टर यस्तो हो यस्तो हो, तर त्यो पास्टर नि खोइ अन्धो हो कि पढ्नु जान्दैन र रिप्लाई नगरेको हो कि सुन्दैन, कान बन्द छ र त्यो मान्छेले यस्तो भएको हो कि लाटा लाटा लाटा। अनि विश्वासीहरूले चाहिँ कुरा नबुझेर नि हाम्रो पास्टर त खोइ भन्दै हिँड्छ। विश्वासीले कुरा नबुझेर खासमा पास्टर ठिकै हुन्छ हो, किनभने सयौं मान्छेको सयौं एन्सर प्रतिक्रिया दिँदै हिँड्ने पास्टर हो, होइन नि त? हजुर, अनि के पास्टर कहिले यस्तो गर्नु भनेको, अस्ति भनेको छ त त्यहाँ हेर्नु त म्यासेज हेर्नुहुन्न, जहाँ चाहिँ के छ पढिसक्नु छैन हो पास्टरले गरेको म्यासेज। अब त्यो पास्टरले रिप्लाई गर्यो भने त रिप्लाईको टु रिप्लाई हुन्छ नि त, दोहोरो कुरा हुन्छ नि त, हुँदैन भन्नुहोस् त? अनि दोहोरो कुरा हुँदा चाहिँ के हुन्छ भन्नुहोस् त? पास्टरको अभिषेक कतातिर भन्नुहोस् त? माथिबाट आएको अभिषेक तलबाट यस्तो चारतिर फैलिएर एकछिनमा त सर्लक्कै। अनि पास्टरले भन्छ मेरो अब बत्तिसम हुनु बाँकी छ, बत्तिस मेरो भएको छैन। अब भिडु जस्तो तैँले के भनेछ अरे? कस्तो देख्दो रहेछ मलाई यस्तो भन्दा? हजुर हजुर कस्तो देख्दो रहेछ? बुझ्नुभयो? यस कारणले यो दामी कुरा है। अनि यस कारणले नि विश्वासीहरूले चाहिँ नि पास्टर्सलाई लिडर्सहरूलाई नि बुझ्नुपर्छ किन यो मान्छे एकदमै के खालको हो यो मान्छे त, यसलाई कति भन्दा पनि यो मान्छे नभनेकै बेस वरिष्ठलाई त, यसले भनेको त केही हो लाग्दैन त, सुन्दैन त यो मान्छेले। बिचरा सुनेको हुन्छ नि पास्टरले, होइन सुनेको हुन्छ, बुझेको हुन्छ, बिचरा कुनामा गएर धेरैचोटि रोएर प्रार्थना गरेको उसको लागि, त्यो त उसले देख्दैन हो। तर उसलाई चाहिँ के चाहेको छ भनेदेखिलाई उसलाई चाहिँ अहिलेको अहिले किन भएन, किन गरेन, किन गर्नु भएन, मैले अस्तिबाट तिमीलाई भने, तपाईँले भनेको, तपाईँ पास्टर भएर झन् अगाडि जानुपर्ने होइन, तपाईँ लिडर भएर झन् अगाडि जानुपर्ने होइन। विश्वासीहरूले हेर्नुहोस् है किन यस्तो हुन्छ भनेदेखिलाई नि त्यो व्यक्तिभित्र चाहिँ शान्ति होइन अशान्ति फैलाउने कुरा त्यो भित्र इम्प्याक्ट भएको कारणले गर्दाखेरि त्यो रिफ्लेक्सन चाहिँ अब शान्तिमा आएन, शान्ति तरिकाले जिउन सकेन। अब यो शान्तिभित्र चाहिँ एउटा मजाको कुरा के लुकेको रहेछ भन्दाखेरि नि शान्तिभित्र चाहिँ मजाको कुराको एउटा कुरा लुकेको रहेछ। शान्तिभित्र चाहिँ शान्ति चाहिँ परमेश्वरले किन राखिदिनु भएको यो वरदानहरूभित्रहरूमध्ये भित्र किन चाहिँ शान्ति राखिदिनु भएको छ भने मैले निकै मनन गरेँ। मलाई आत्मामा परमेश्वर यसो भन्नुभयो, शान्ति चाहिँ जब तिमीसँग आउँछ नि तिमी चाहिँ एकजना व्यक्ति दुईजना व्यक्तिसँग होइन, तिमी हजारौं व्यक्तिसँग पनि तिमी मिलेर बस्न सक्छौ भनेर भन्नुभयो क्या। साह्रो मजाको कुरा नि होइन। पहिला 2009 मा म यता मलक्का आएको थिएँ अनि म सुरुमा आउँदाखेरि चाहिँ साह्रै छक्कै परेँ। म किचन हामीलाई कम्पनी किचनमा गयो हामी, ठुलो यति साह्रो, यो त सानो हो नि, यति साह्रो ठुलो किचन होइन। अनि हेरेँ मैले त्यहाँनिर, पहिलो कुरा त म त्यो मेस दिन्छ नि त होइन एउटा एउटा, अनि हामीलाई एउटा ठुलो के भन्छ एउटा ग्यास अन्त त्यो के भन्छ ग्यासको चुल्हा दिएको थियो। हामी 3-4 जना थियौँ। यसो गरेको म त एकछिन त टल्लै परेछ त्यो हेरेर क्या, टल्लै परेँ नि म त।
किन भन्दाखेरि त्यहाँ गन्ने हो भन्दाखेरि 2500 वटा भन्दा बढी चाहिँ कुकर थियो, राइस कुकर थियो। त्यो कुकर कहाँ पाउँछ त्यस्तो कुकर? टुक्लुक 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 टुक्लुक। हामी 5 जना थियौँ। गएदेखि 5 जना गएदेखि एउटै मेसमा खायौँ, एउटै ग्यास चलायौँ, एउटा चुल्हा चलायौँ। गए सुरुवातदेखि अन्तिमसम्म पनि हामी एउटै चुल्हाबाट हामी ल धन्यवाद हामी छुटौँ, फेरि समय भएछ भने भेटौँ भनेर छुट्यौँ हामी। बुझ्नुहुन्छ? तर यहाँ चाहिँ त्यहाँ चाहिँ के हुँदो रहेछ भन्दाखेरि आउँदो रहेछ सुरुमा एउटै ग्यास त्यसरी नै दिने हो ग्रुपिङ, तर पछि हे तैँले बेसी खान्छस्, तँ आफै खा, म आफै खान्छु। त्यसले एउटा कुकर लिएर आयो, यत्रो कुकर टुप्लुक राख्यो त्यसले। अर्को पालि के भयो त्यसलाई कम्ती सब्जी राखिदियो, के राख्यो होइन, छाँटियो नि मान्छे, ए कम्ती सब्जी राखिदिने यसले, पकाएकोलाई नुन चर्को भयो, के भयो, अर्को कुकर लिएर आयो त्यसले। कुकर कम्ती कुकर होइन, याद गर्नुहोस्। अब यसो भन्दै गर्दाखेरि तपाईँको होस्टेलमा के छ भाइहरू? हेलो बहिनीहरू, के छ? तपाईँले एउटै कुकरमा सबैजना गडमगुड खानुहोस् भन्नु खोजेको होइन, तर तपाईँभित्र शान्ति छ भने चाहिँ तपाईँले 1000 व्यक्तिसँग पनि तपाईँ मिलेर बस्न सक्नुहुन्छ। यो छ नि त कुरा। वरदानमा, पवित्र आत्माको वरदानमा त्यसै स्वर्गले यो वरदान राखेन है प्रियहरू। तर विशेष बिचमा फेरि अचम्म कुरा चाहिँ के छ भन्दाखेरि नि, अघि मैले भने नि, ठुस्स पर्ने अनि यता मौका चाहिँ पाएपछि नि फेरि चौकाको कुरा गर्दिनँ म, मौका पाउँदाखेरि नि 4 को डबल ट्रिपल कति हुन्छ हजुर? के नि म भाषण पुरा छाड्ने नि, म हालेलुया यस्तो कि उस्तो कि जबरजस्ती निकालेर हुन्छ र हजुर? हुन्छ? यो म देख्छु क्रिस्चियन जीवनमा। मैले तपाईँहरूलाई भन्नुपर्छ, यो मैले क्रिस्चियन लाइफमा मैले देख्छु यो कुरा। नभएको कुराहरू जबरजस्ती म हुँ भनिराखेको हुन्छ, नभएको स्पिरिचुअल कुराहरू निकाल्नु खोज्छ, निचार पारेर नि खाचाको पारेर यस्तो हुँदैन, त्यसरी निकाल्नु, त्यो गलत हो। बाइबलले स्पष्टसँग के भन्यो भन्दाखेरि तिमी भित्र जे छ त्यो निस्किन्छ। हो केटा, त्यो निस्किन्छ। हप्ताभरि चाहिँ लुडो खेल न तँ हजुर, हप्ताभरि चाहिँ लुडो खेल, बाइबल नपढ, अनि सञ्चालन रहेछ भन्दा चाहिँ नि काचक कुचुक पारेर अनुहार, ए भर्छ कि त मलाई नदिनु न, अर्कोलाई दिनु न भन्छ होइन। अनि होइन तपाईँले गर्नुहोस् भनेपछि त्यो मान्छे निचोरिएर नि अब कि कहाँबाट के गरौँ त, कसो गरौँ हजुर? हुन्छ, म महसुस गर्छु, म फिल गर्छु यहाँ। यो शान्तिको कुरा तपाईँले इम्पार्ट गर्नु नि तपाईँको लाइफमा। तपाईँभित्र शान्ति चाहिँ एउटा वरदान मात्रै एउटा वरदान हो नि त, यो चाहिँ तपाईँभित्र छ भने तपाईँभित्र आयो। अब आयो वचन, अब वचन 1 by 1 आयो, वचन आयो। किन भन्नुहोस् त? किनभने तपाईँभित्र त्यो शान्तिको वरदान मध्येको एउटा शान्ति छ नि त, कमसेकम शान्ति। अनि यही वर्ष तपाईँले सट्टै निकाल्नुहोस्, शान्ति म तिमीलाई छोडिदिन्छु, यसो क्रिस्टले भन्नुभयो। यसकारण तपाईँहरू म शान्तिमा जिउनु जरुरी छ भने सुरु गर्नुहोस् त। तपाईँले वचन सर बक्नु सक्नु सुरु गर्नुहुन्छ, किनभने जीवन तपाईँको के छ? शान्ति छ। एक हप्ताभरि चाहिँ लुडो खेल्यो कि के खेल्यो, टिकटक सारे के सारे थाहा छैन है। अनि वचन यताबाट आउँदाखेरि इन्द्रिय कुरा गरेको चन्द्रिय कुरा भइरहेको हुन्छ हो, त्यसो हुनुहुँदैन है। अनि यो साह्रो मजाको कुरा चाहिँ शान्ति परमेश्वरले यसकारण तपाईँलाई मेरो जीवनमा छोडिदिनु भयो कि सबै विश्वासीसँग मात्रै होइन, सबै के भन्छ त्यो होइन, नाक खुम्चाउनेदेखि लिएर ढाड बगाउनेदेखि लिएर जयमसी नभन्ने व्यक्तिदेखि लिएर खरोन्डेदेखि लिएर अनेक पाराको मान्छेहरूसँग पनि के गर्छ, त्यसले मिलेर बस्न सक्छ। किन भन्देखिलाई चाहिँ तपाईँभित्र ख्रीष्ट येशूले छोडिदिनु भएको शान्ति छ। हालेलुया, दामी। तपाईँ त्यो व्यक्ति बन्न सुरु गर्नुहुन्छ। यदि अहिलेसम्म तपाईँ सक्नु भएको छैन भने तपाईँले यसो भन्नुहोस्, प्रभु त्यो शान्ति मलाई दिनुहोस्। त्यो शान्ति चाहिँ
मलाई परिवारमा पनि काम लाग्ने रहेछ, त्यो शान्ति चाहिँ मेरो छोरासँग पनि काम लाग्ने रहेछ, त्यो शान्ति चाहिँ मेरो साथीभाइसँग काम लाग्ने रहेछ, त्यो शान्ति चाहिँ मेरो काम गर्ने क्षेत्रमा काम लाग्ने रहेछ, सबै ठाउँ काम लाग्ने रहेछ। आखिरी त शान्ति त एकदम इम्पोर्टेन्ट कुरा रहेछ प्रभु, तपाईँले बाइबलमा राखिदिनु भएको, यो आज मैले थाहा पाएँ। अनि जो कुरा चाहिँ म पक्रिन्छु भनेर तपाईँ छ्याप्पै पक्रिनु भयो भने त्यो ढोका तपाईँको लागि खुल्छै खुल्छ। आमेन। अहिले मलाई कतिजना यसो भन्न सुरु गरेको छ, पास्टर कि भनेर सुरु गरेको छ, किनभने म की को कुरा गर्छु नि त जहिले पनि, होइन? यो चाबी हो नि त, हो, की को कुरा गर्छ। अनि कतिजना मलाई भन्नुहुन्छ पास्टरज्यूको की भनेर भन्नुहुन्छ क्या। तर तपाईँले कहिले मलाई सोध्नु भएन ताला चाहिँ खोइ भनेर, हजुर। मैले पनि भनेन कुरा बुझ्नुहुन्छ होला भनेर, तपाईँ कतिजनाले कुरा बुझ्नुहुन्न रहेछ। अब तपाईँले मलाई प्रश्न गर्नुहोस्, यो मौका तपाईँलाई दिन्छु म। पास्टरज्यू भन्नु न, ताला चाहिँ खोइ। पास्टरज्यू चाबीको कुरा त ठुल्ठुलो मुखो भएर डाटा भएर भन्नुभयो। अब हामीले की को विषयमा, तालाको चाबीको विषयमा हामीले साह्रो धेरै सुन्यौं, ठिकै हो, काम लाग्ने रहेछ, तर ताला खोइ हामीलाई बताइदिनुहोस् पास्टरज्यू। आज हामी ताला हेरेर तालाको विषयमा बुझेर हामी जानेछौँ। यो हाम्रो अनुरोध छ पास्टरज्यू। यो तपाईँको प्रश्न हो। अब मैले की को विषयमा कुरा गरेँ, यो की एकदम दामी छ अनि यो की को विषयमा अझै आउँछु, फेरि दामी छ यसको विषयमा। म तपाईहरुलाई यस्तो जग्गामा लानको लागि मलाई अगुवाई परमेश्वरले गरिराख्नु भएको छ। धेरैजना हामीले दुष्ट आत्माको सिपाही, हलदार, इन्सपेक्टर, डीएसपी के हुन्छ अब, होइन? थुप्रो कुराहरू हामीले गर्दै आयौं। तर अब चाहिँ यस्तो कुरा परमेश्वरले मलाई देखाइराख्नु भएको छ कि दुष्ट आत्माको किङडम भित्रै, दुष्ट आत्माको राज्य गर्ने दुष्ट आत्मा जहाँबाट त्यसले रणनीति बनाउँछ, जहाँबाट त्यसले बाटोहरू बनाउँछ, जहाँबाट त्यसले रहन्छ, योजना बनाउँछ, त्यो क्षेत्रलाई नै भत्ताभुङ्ग बनाउने जग्गा र स्थानमा परमेश्वर मलाई लैजाऊ भनिकन मलाई के गरिराख्नु भएको छ, अगुवाई गरिराख्नु भएको छ। अनि त्यहाँ जानुको लागि चाहिँ पहिला सुरुबाट नै स्टेप चाल्नु पर्ने हुन्छ। सुरुमा के छ? गेट छ, गेट हुन्छ नि त, हो। त्यो गेटमा यत्रो के झुन्डाएको हुन्छ? ताला झुन्डाएको हुन्छ। अघि मैले कुरा गरेँ ताला, होइन? ताला तपाईसँग के छ? चाबी छ। तपाईले ताला देख्नु भएको छैन भने के हुन्छ हजुर? यस्तो होइन, कताबाट छिर्छ त, कताबाट छिर्छ? नागिस माथि गएर नाग रहेछ, नाग यस्तो नागेर चढ्दै गर्दाखेरि बन्दुकले तागेर तपाईँ ठहर पार्छ पार्दैन? त्यसले काल खोजेको हो कि हजुर? अनि तपाईँ सुटुक्कै उत्तरपट्टिको ढोकाबाट सट्टै बिस्तारै पस्नुपर्छ पर्दैन? किनभने दुश्मनलाई ध्वस्त पार्नुको लागि तपाईँ जाँदै हुनुहुन्छ नि त, होइन? अब त्यो किङडम भित्र, त्यो राज्यभित्र, त्यो राज्यलाई ढुट्टो तहस-नहस बनाउनको लागि त्यो क्षेत्रमा तपाईँ प्रवेश गर्नुभन्दा अगाडि चाहिँ तपाईँले थुप्रै तालचाहरू, थुप्रै चिजहरू बोकेर गएको हुनुपर्छ। नत्र भनेदेखिलाई ढुट्टो चाहिँ को हुन्छ? इन्द्रिय हुन्छ। ढुट्टो चाहिँ चन्द्रै हुन्छ। को छ यहाँ चन्द्रै? इन्द्रिय चन्द्र कोही छैन नि, होइन? हो, त्यही हुन्छ, त्यही ढुट्टो हुन्छ। अनि अनुहार यस्तो लिएर आउँछ फेरि, पास्टरज्यू डाँट खुस्कियो, मेरो त डाँट खुस्कियो, प्रार्थना गरिदिनुहोस् न। अब के को कुरा? प्रश्नको एन्सर मैले दिएँ, देख्छु नि त, होइन? अब ताला के को कुरा गरेँ मैले, होइन? अब तालाको कुरा गर्छु म। गरौँ? त्यो ताला चाहिँ यो, ताला चाहिँ यो। अब अहिले गेट देख्ने व्यक्ति थुप्रै छ, गेट देख्ने विश्वासी थुप्रै छ, होइन? तर गेटमा झुन्डाको ताला देख्दैन, हो? अनि तालै नदेखेपछि चाबी के काम हो? हेलो,
हेलो, चाबी त छ तपाईँसँग, झुम्पै छ, चाबी लिएर हिँडेको छ त्यो मान्छे। इन्द्रे कहाँ गएको चाबी लिएर, यत्रो झुम्पा। ताला खोइ, ताला माना। अब के भन्छ मलाई मलेसियामा? Mangga. Aduh, you tahu lagi lah. Saya pandai sudah lah. Mangga kemana? Mana di sini dekat pintu sana. Tunggu, betul. Mangga, ada lampa baru boleh buka you. You ada pegang kunci pun kalau tak lampa you mangga itu tak guna, abang. Macam mana mau buka yang pintu itu? Betul? Itulah. Mangga di sini mah. Ani, जब तपाईले यो चाबी के भन्छ यो तालालाई तपाईले देख्नुहुन्छ अनि तालालाई सट्ट तपाईले खोल्नुहुन्छ, त्यो भित्र तपाईले के पाउनुहुन्छ? चाबी भन्नु सबैजनाले। जब तालालाई म देख्छु अनि ताला भित्र खोल्दै जब म भित्र प्रवेश गर्छु, अझै धेरै चाबीहरू मैले प्राप्त गर्दै ढोका खोल्दै प्राप्त गर्दै ढोका खोल्दै म भित्र बस्न सक्छु। हालेलुया, आमेन। बुझ्नुभयो? यस कारणले गर्दाखेरि धेरैचोटि तपाईहरु मैले चाबी के भन्दै पनि नहिँड्नु, ताला पनि हामीले सँगसँगै लिएर हिँड्नुपर्छ। बिना चाबीको, बिना तालाको चाबी बिनाको ताला काम छैन। ल, त्यसको काम छैन। त्यो कुरा लिएर हिँड्नुभयो भने तपाईहरु म ढुट्टो हुन्छौं। अर्को कुरा चाहिँ एउटा जीवनमा यो शरीरभित्र चाहिँ साह्रो मजाको कुरा चाहिँ के छ भन्देखिलाई तपाईँ र मेरो शरीरभित्र जब शान्ति छ, शान्ति छैन भने एउटा कुरा हुन्छ। फेरि के हुन्छ भन्नुहोस् त? शान्तिको अपोजिट शब्द के हो? अशान्ति। अशान्तिको शान्ति। तपाईभित्र शान्ति छैन भन्ने बित्तिकै तपाईभित्र के छ? अशान्ति छ। द्याट्स इट, सिम्पल। तपाईभित्र शान्ति छ भनेदेखिलाई शान्तिले तपाईले पक्रिराख्नु पर्ने हुन्छ। शान्तिमा तपाईले जिउनु पर्ने हुन्छ। अनि शान्ति यति साह्रो तपाईभित्र शान्ति हुनु भनेको चाहिँ तपाईले ब्यालेन्स गर्न सक्नुहुन्छ। त्यसकारण अशान्ति हामी ढुक्कै बस्न सिक्नुपर्छ। आमेन, ढुक्कै बस्न सिक्नुपर्छ। म एउटा विषय सकिहाल्छु, एउटा सकेर आज सेवा हामी विश्लेषण गरौँ। अर्को नेक्स्ट के छ भन्नुहोस् त? धैर्य छ हैन? नेक्स्ट यो चाहिँ एउटा के हो? एउटा वरदानहरु मध्ये, फलहरु मध्येको एउटा धैर्य पनि हो, जुन चाहिँ कति नम्बरमा पर्छ? यो 4 नम्बरमा पर्छ। अब हेर्नुस्, यो धैर्य भन्ने शब्द याकुबको पुस्तकले पनि चलाएको छ। याकुब 1:3-4 पढ्दै जाउँ। म यसरी लेखेको छु, म पाठ गर्छु छिटो गरिकन। किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। धैर्यलाई त्यसको पूरा काम गर्न देऊ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हौ। हालेलुया। पाउनुभयो? याकुबको 1 अध्यायको मैले पाठ गरिराखेको छु। अब हेर्नुहोस् है, धैर्य यो साह्रो महत्त्वपूर्ण विश्वासीको लागि, क्रिस्चियनहरूको लागि। धैर्य बिनाको जीवन थुप्रै विश्वासी, थुप्रै लिडर्सले जिएको कारणले गर्दाखेरि के भयो? चर्च फुट्यो। बुझ्नुहुन्छ? चर्च फुट्यो, चर्च टुक्रा भयो। किन भन्दाखेरि चाहिँ धैर्यलाई उसले पूरा काम गर्नु दिएन। हो, म पनि लिडर गर्न सक्छु। अब सुन्नुहोस् है, यो काम लाग्छ है तपाईँको मेरो जीवनमा। हेर्नुहोस् है, भोलि तपाईँ सिक्दै बढेर कहाँ पुग्नुहुन्छ आई डोन्ट नो एक्चुअली, तर तपाईँले यो कुरा बुझ्नु पर्ने हुन्छ। तपाईले यहाँबाट फर्केर गएपछि कुनै न कुनै चर्चमा तपाईँ आबद्ध हुनुपर्ने
हुन्छ। कुनै न कुनै चर्चमा तपाईँ सेवाकाई गर्नुपर्ने हुन्छ तपाईँहरू यहाँबाट फर्केर गएपछि। अब यहाँबाट फर्केर जाँदाखेरि तपाईँहरू यहाँबाट थुप्रै स्पिरिचुअल कुराहरू, थुप्रै वरदानको कुराहरू, थुप्रै ज्ञानको कुराहरू यहाँबाट लगेर जानुहुन्छ। यहाँबाट लगेर जाँदाखेरि चाहिँ तपाईँको जीवनमा यो धैर्य भन्ने वरदान चाहिँ तपाईँभित्र छैन भनेदेखिलाई चाहिँ तपाईँ खासमा धेरैचोटि हामी चर्चको विपरीत व्यक्ति बनिराखेको हुँदैनौँ। हामी चाहिँ चर्चको विपरीत व्यक्ति बनिराखेको हुन्छौँ धेरैचोटि चाहिँ। अब कति ठाउँमा म्याटर गर्दैन यो कुरा, तर कति ठाउँमा धेरै जसो चाहिँ मैले देखेको चाहिँ यो कुरा गरिरहेको हुन्छ। धैर्य उसँग छैन। धैर्य उसँग हुनु जरुरी छ र उसले पर्खिराख्नु जरुरी छ। किनभने धैर्यले चाहिँ के गर्छ अरे, विश्वासलाई उत्पन्न गर्छ अरे। तपाईँ धैर्य बस्नुभयो भने चाहिँ एक्चुअली तपाईँलाई थुप्रै कुराले ठुङ्गिराखेको छ नि त, होइन? थुप्रै कुराले तपाईँलाई बोलिराखेको छ आवाजमा, थुप्रै कुराको आवाज तपाईँले सुनिराख्नु भएको छ, थुप्रै चोटहरू तपाईँलाई सताइराखेको छ भने पनि तपाईँमा के हुनु पर्यो अरे, धैर्य छ भने चाहिँ अब यो यत्रो लिड गर्ने मोसा मेरो पछि थुप्रै हजार लाख इजरायलीहरू छ, तर मेरो अगाडि अब के आइदियो, लाल समुद्र आयो। ठुलो समस्या हो नि त, होइन भन्नुहोस् त? किनभने त्यो लाल समुद्र चाहिँ बाइ द वे परमप्रभु परमेश्वरले दुई भाग नबनाउनु भएको भए मोसा सोसा हुन्थ्यो, हो क्या? भन्नुहोस् त, मोसा सोसा इजरायल सिजरायल हाम्रो नेपाली भाषामा चल्ने हो क्या, रामे श्यामे, होइन? आलु सालु कहाँबाट सिकाएको नि यो? मलाई थाहा छैन यो कहाँ। दाउरा सौरा, घाँस सास, भात साग। भात खायो? भात साग अघि खायो। अब बुझ्नु भयो होइन? अब बल्ल बुझेछ नि। त्यो दाइसँग भेटाइदिन्छु म, त्यो दाइसँग भेटाइदिनुपर्छ नि। जुत्ता चुरा, दिदीबहिनी चुरा लाउनु भयो? चुरा भन्छ हाम्रोतिर त, होइन? कतिजना अब त्यस्तै हो। हिजो म एउटा भजन गाउँदाखेरि सानो हाँस उठेको थिएन मलाई, यहाँ मिस्टेक गरेर होइन कि, तर त्यो भजन अर्कै लयमा गाएको थिएँ कि, सानो हाँस उठेको थियो। रोक्नै सकेको थिइनँ मैले, अनि कन्ट्रोल गरेँ नि मैले, होइन? कहिले कहिले मलाई पनि यस्तो साह्रो पर्दैन हो। चुरा सुरा, टोपी, त्यो वर्डहरू थुप्रै छ, होइन? लिपस्टिक, अन्त चस्मा, कुण्डल सुण्डल, घडी सडी। यसको यो विषय चाहिँ अर्को हप्ता सायद हामी हेर्नेछौँ। यो थुप्रै दामी छ। 12-27 को कुरा गर्दै नै विश्वास उत्पन्न गर्छ अरे। अनि परमप्रभु परमेश्वरले चाहिँ मोसा, जब मोसालाई त्यो लाल समुद्र अगाडि सबै लानुभयो, लाँदाखेरि नै सट्टै लाल समुद्र हेलो दुई भाग भन्दा सट्टै खुलेको हो त होइन नि त, होइन? रिमोट दबाएको जस्तो ठ्याक्कै भएको होइन नि त। तर परमप्रभु परमेश्वरले मोसालाई भन्नुभयो, तँमा के छ? मसँग के छ? लौरो छ। प्रार्थना गरेर पिता परमेश्वरसँग भन्, लाल समुद्र के हो? दुई भाग हो। र लाल समुद्र दुई भाग हुँदै गर्दाखेरि पनि त्यो दामी, त्यो लाल समुद्र चाहिँ कस्तो भयो भनेदेखिलाई नि, दुई भाग भएको हो, तर हिँड्दै जाँदाखेरि त सुक्खा भूमि भयो भन्छ। केले गर्यो भन्नुहोस् त? धैर्यले गर्यो। धैर्यले चाहिँ विश्वास उत्पन्न हुन्छ। तपाईँ सङ्कष्ट भएर जीवन जिउँदै गर्नुहुन्छ, तपाईँ हुँदैन भन्ने ठाउँमा पुग्नुहुन्छ भने तपाईँ धैर्य तरिकाले तपाईँ पर्खिराख्नु भएको छ भने नि, थुप्रै हिलो दलदले जीवन तपाईँको जीवनमा तपाईँ हुँदै गर्दाखेरि पनि तपाईँ सुक्खा भूमिमा हिँड्नु सक्नुहुने, त्यो ठाउँमा चाहिँ तपाईँलाई त्यतिखेर पुऱ्याउँछ। कसले पुऱ्याउँछ? म त यसो पनि भन्दिनँ, परमेश्वरले पनि होइन, ख्रिस्टियन्सले पनि होइन भन्छ यो सब्जेक्टमा। तपाईँलाई त्यो ठाउँमा चाहिँ केले पुऱ्याउँछ भनेदेखिलाई चाहिँ त्यो ठाउँमा चाहिँ धैर्यले पुऱ्याउँछ। हालेलुया। यसकारण तपाईँको मेरो जीवनमा थुप्रै चोटि, होइन, हामीले अघि मैले भने हामी तुरुन्तको तुको हामीलाई के चाहिन्छ? क्वेसनको एन्सर चाहिहाल्छ। त्यो त म तपाईँलाई यसरी भन्छु, धेरैचोटि त्यो विषाक्त हुनसक्छ है प्रियहरू। विषाक्त डेन्जर हो त्यो। मैले अगुवालाई अस्ति भनेको खोइ, त्यो डेन्जर हो त्यो। धैर्य, बुझ्नुहुन्छ? कति सालदेखि नि यो नेपाली चर्चमा हामीले अझै कतिवटा कुराको लागि हामीले के गरिरहेका छौँ? प्रार्थना गरिरहेका छौँ।
अहिलेसम्म ब्लु सम्पाइ लगी अहिलेसम्म आइपुगेको छैन त्यो ठाउँ अब के भन्नु छाती पिटी पिटी भन्दै गीत गाउँदै हिँड्नु हजुर हजुर धैर्यको विषयमा तपाईँले हेर्नुभयो भने चाहिँ बाइबलमा कुन व्यक्तिले तपाईँले पाउनुहुन्छ फ्याटै भन्नुहोस् त अब्राहमलाई पाउनुहुन्छ हालेलुया धैर्यको विषयमा चाहिँ नि अब्राहमलाई तपाईँले पाउनुहुन्छ अयुबलाई पनि तपाईँले पाउनुहुन्छ जसले त धैर्य गरेको कारणले गर्दाखेरि पूर्ण प्राप्ति गर्यो आमेन अनि धैर्य तपाईसँग छ भने चाहिँ धैर्य र यो सहनशीलता चाहिँ अलग कुरा है तपाईँले कन्फ्युज हुनु हुँदैन यो अन्तिममा म तपाईँलाई यति भनेर हामी प्रभुसँग हामी जानेछौँ धैर्य र सहनशीलता चाहिँ फरक हो है प्रियहरू यो तपाईँले मलाई छुटाउनु पर्छ कतिजना व्यक्ति कस्तो हुन्छ भन्देखिलाई एकदमै सहनशील हुन्छ त्यो व्यक्ति होइन सहनशील बुझ्नुहुन्छ त्यो बहिनी त नि कस्तो सहनशील छ त्यो भाइ त्यही साह्रो राम्रो लाग्छ मलाई कस्तो सहनशील लाग्छ भन्छ नि होइन राम्रो पनि हो है त्यो दामी हो त्यो पनि साह्रो राम्रो तर धैर्य इज डिफरेन्ट सहनशील इज डिफरेन्ट फरक हो यो धैर्य गर्न सिकेको व्यक्तिले कहिले पनि के देखाउँदैन बेहोरा देखाउँदैन मुसाले यसो भनेन ल प्रभु अब म पनि मर्छु होला परिस्थितिले खेदेको छ तपाईँले यत्रो जनालाई त्यो मान्छेहरू पनि सबै ढुटो बनाउँछ होला तपाईँ त्यसै गर्नुहोस् भनेर लट्ठी भक्कै फ्याँक्दियो फ्याँक्दैन के गर्यो परमेश्वरको आवाजलाई सुन्यो परमेश्वरको योजनालाई सुन्यो परमेश्वरको धैर्यतालाई उसले पर्ख्यो मुसालाई भन्यो मुसा उठ र तमा भएको त्यो लौरोलाई समुद्र पसार र वन लाल समुद्र दुई भएको सट्टै भएन भयो नि त यो साह्रो दामी कुरा छ नि त यसैले गर्दाखेरि तपाईँको जीवनमा थुप्रै कुराहरू जुन चाहिँ तपाईँ त्यो ठाउँमा आइपुग्नु पर्ने हो त्यसमा तपाईँ अड्किराख्नु भएको छ भने तपाईँले यसरी कुरा बुझ्नुपर्ने हुन्छ मसँग धैर्य हुनु जरुरी छ अनि धेरैचोटि व्यक्तिको जीवनमा त सहनशील हुन्छ राम्रो कुरा हो अनि यसो भन्छ डिपेन्ड कुरा बताएर म शेष गर्छु ल अब नातिनुहोस् के भन्छ भने धैर्य त्यो मान्छेसँग सहनशील छैन तर के छ अरे धैर्य छैन सहनशील छ भने यसो गर्छ त्यो मान्छेले मैले नि 4 चोटि भयो ल 4 चोटि भयो 4 चोटि भयो मैले तँलाई सहेको 5 चोटि भयो मैले तँलाई सहेको किनभने उसँग के छ ऊ सहनशील हो नि त बुझ्नुभयो दामी कुरै फरक कतिजनाले गोलमाल बनाइदिन्छ नि त धैर्य र सहनशील चाहिँ अलग हो धैर्यले तपाईँलाई कहिले पनि ब्याकब्याटिङ गर्ने ठाउँमा पुर्याउँदैन फर्केर पुरा काम गर्न दिनुहुन्छ तपाईँले धैर्यले चाहिँ तर सहनशीलले चाहिँ यसो भन्छ 3 पटक भइसक्यो 4 पटक भइसक्यो 5 पटक भइसक्यो अब देख्ला तेरो 6 पटकको बेलामा मेरो अनुहार कस्तो हुन्छ भन्ने कुरा मेरो बेहोरा कस्तो हुन्छ बल्ल तैँले के गर्छस् चिन्छस् यस्तो भन्छ होला नि दारा केटा तैँले मलाई चिनेको छैनस् अहिलेसम्म त कि मैले सहेको थिएँ किनभने सहनशील हो नि त तपाईँले यसरी बुझ्नु सिम्पल सहनशीलले त सहन्छ अन्तिममा बेहोरा देखाइदिन्छ धैर्यवानले चाहिँ धैर्य गर्छ धैर्यताले पुरा काम गर्न दिन्छ आमेन अनुसार प्रार्थना पिता हामी तपाईँलाई धन्यवाद